नमस्कार सम्पूर्ण आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, हामी सबैले उत्साहका साथ प्रतीक्षा गर्ने महान चाड बडा दशैं फेरि हाम्रो ढोका नजिकै आइपुगेको छ। यसपालि अर्थात् 2082 सालको दशैंले अझ महत्त्वपूर्ण र अर्थपूर्ण बनाउन नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको आधिकारिक शुभ साइतहरू यहाँ प्रस्तुत गर्नेछौँ। विक्रम सम्वत 2082 साल असोज 6 गते सोमबारदेखि नेपालीहरूको महान पर्व विजय दशमी प्रारम्भ हुँदैछ। यसै दिनदेखि नवदुर्गा भवानीको पूजा गर्ने नवरात्र समेत आरम्भ हुँदैछ। घटस्थापना भने बिहानको समयमा 9:13 शुभ साइत निस्किएको छ। जमरा छर्ने, जमरा राख्ने, घडाहरू स्थापना गर्ने, घाट स्थापना गर्ने शुभ साइत भने बिहानको 9:13 को रहेको छ। त्यसै गरेर विक्रम सम्वत 2082 साल असोज 7 गते मङ्गलबार भने नेपालीहरूको महान झन्डा फेर्ने शुभ साइत परेको छ। 9:53 पूर्व मोहडामा फर्किएर झन्डा फेर्नुपर्ने र शुभ साइत रहेको छ। त्यसै गरी विक्रम सम्वत 2082 साल असोज 11 गते शनिबार श्री पचली भैरव यात्रा हुने भएको छ। विक्रम सम्वत 2082 साल असोज 13 गते सोमबारको दिनमा फुलपाती पर्व परेको छ। त्यसै गरेर श्री तुलजा भवानीको यात्रा पनि त्यसै दिन रहेको छ। यात्रा आरम्भ हुनेछ बिहानको 7:17 भने फेरि यात्रा समाप्त भने 9:23 रहनेछ। अर्थात् देवीलाई यात्रा परिक्रमा गराएर फेरि यथास्थानमा स्थिर आसन गर्ने शुभ साइत भने 9:23 को रहेको छ। विक्रम सम्वत 2082 साल असोज 14 गते मङ्गलबारको दिनमा महाअष्टमी पर्व महाकाल रात्रि देवीको महापूजा गर्ने शुभ साइत रहेको छ। विक्रम सम्वत 2082 साल असोज 15 गते बुधबार महानवमी पर्व परेको छ। विक्रम सम्वत 2082 साल असोज 16 गते बिहिबारको दिनमा नेपालीहरूको महान पर्व विजय दशमीको टीकाको साइत परेको छ। देवी विसर्जनको शुभ साइत भने बिहानको 9:23 रहेको छ भने नेपालीहरूले टीका साइत हेरेर टीका ग्रहण गर्नेहरूका लागि भने बिहानको 11:53 शुभ साइत रहेको छ। यस वर्षलाई भने पूर्व मोहडा फर्किएर टीका लाउनु उत्तम मानिएको छ। त्यसै गरेर तुलजा भवानीको यात्रा त्यही दिन 12:19 हुनेछ भने स्थिर आसन दिवा 1:17 हुनेछ। त्यसै गरेर विक्रम सम्वत 2082 साल असोज 20 गते सोमबार अखिल बलि पूर्ति पूजा समेत रहेको छ। विक्रम सम्वत 2082 साल असोज सोमबार 20 गते सोमबार कोजागत पूर्णिमा र पूर्णिमा व्रत समेत परेको छ। यसरी नेपालीहरूको महान पर्व 2082 सालको विजय दशमी समाप्त हुनेछ। यी हुन् 2082 सालका बडा दशैंका आधिकारिक शुभ साइतहरू। यस वर्षको दशैंले तपाईँ र तपाईँको परिवारमा स्वास्थ्य, शान्ति, सुख र समृद्धि ल्याओस् भन्ने हाम्रो हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथमा दशैंको रमाइलोमा सुरक्षित रहनुहोस्, घर परिवारसँग खुसी बाँड्नुहोस् र सबैलाई माया सद्भाव फैलाउँ भन्दै जय नवदुर्गे भवानी, जय जनानी। धन्यवाद।